वेलकम ब्याक टु राई नलजा ब्लग माइ नेम इज नलजा राई एन्ड सबैजना सेवानी साथ गुड मर्निङ साथीहरू अनि टुडे आई विल गोइङ टु मेक अ मिनी ब्लग अबाउट क्राइसेन्टिमियम जो चाहिँ हामी नेपालीमा गडरी भनेर चिनिआएको छु हैन which I will show you in the way and as for your knowledge I have got three kind of size of chrysanthemum, mini one by a double E and the giant one, which I will show you in the way by explaining one and their varieties. Until then guys, keep watching, and before that don't forget to like, comment and subscribe to my Ryan Alder blog to see one more gorgeous, wonderful and interesting blog next time. Until then guys, keep watching. Hello guys, welcome back to Ryan Alder blog. And today I will show you main type of chrysanthemum and well describing their varieties and their color. And let me start with this one. This one is called Siberian chrysanthemum. Just a dark pink masa. And another one is this one is crimson red. Just usually we can even usually describe it even in dark. Just we recognize गर्न सजिलो हुन्छ अरूहरुमा पनि देख्न सक्छ हामी crimson red छ हेर्न सक्नुहुन्छ. And this one is lion fur पनि भन्छ जो चाहिँ golden र yellow मा with a mix up छ. Let me show you another one. यो चाहिँ pom pom जो चाहिँ छ cat fur पनि भनेर चिन्छ. जो चाहिँ pink and white मा mix up छ. पहिला उस हुँदा चाहिँ यो white हुन्छ तर जब चाहिँ यो हुँदै जान्छ बुढो हुँदै जान्छ त्यहाँबाट यो उसमा pink उसमा देख्न थाल्छ. And this one is giant type chrysanthemum जो चाहिँ yellow मा छ, which I will show you in another way. हेर्न सक्नुहुन्छ यहाँ पनि यो मुनि छ डल्लै यो हाइब्रिड गरेर सानो फुल्ने बनाएको छु मैले. And this one is lily type chrysanthemum. यो पनि यसमै यो मल्टिपल उसमै छ जो चाहिँ पहिला चाहिँ वाइट पिंक हुन्छ तर जब चाहिँ यो हुँदै गर्छ ओल हुँदै गर्छ यसको यस्तै कलर चाहिँ झर्दै जान्छ लास्टमा हेर्दै वाइट देख्छ हेर्न सक्नुहुन्छ साथीहरु. And this one is giant type chrysanthemum जो चाहिँ मेरोमा I have 7 to 8 pot of this type of chrysanthemum. And this one is guys snowfall chrysanthemum जो चाहिँ usually known in America भयो and other foreign places. जो तपाईहरुले यसलाई उस पनि विन्टर फल पनि भन्छ साथै तपाईहरुले यसलाई स्नोफल भनेर पनि चिन्न सक्नुहुन्छ. जो चाहिँ मैले हाइब्रिड गरेर यो मल्टिपल उसमा फुल्ने बनाएको छु हेर्न सक्नुहुन्छ. And this one is white plus green hybrid हुन्छ जो चाहिँ मिक्स अप छ. पहिला यो हुँदा चाहिँ जब चाहिँ उस हुन्छ यङ वान त जुन चाहिँ फुल्दै गरेको हुन्छ यो चाहिँ उसमा ग्रीन हुन्छ तर जब चाहिँ यो उस हुँदै ओल हुँदै गर्छ यसको जुन चाहिँ कलर हुन्छ विदर हुँदै जान्छ लास्टमा चाहिँ यो व्हाइट पिंक मा भएर जान्छ हेर्न सक्नुहुन्छ. And this one is my multiple type chrysanthemum giant नि हो तर यसलाई त मैले हाइब्रिड गरेर मल्टिपल टाइप बनाएको छु देख्न सक्नुहुन्छ. Hello guys, let me show you from the back camera. This one is for type chrysanthemum जो चाहिँ usually जब चाहिँ यो हुन्छ ब्लुम हुने टाइममा चाहिँ येलो हुन्छ बट जुन चाहिँ अब यसको समय हुँदै जान्छ जाँदै जान्छ यो हुँदै जाँदा ओल हुँदै जान्छ विदर हुने टाइममा चाहिँ यसको यो पिंक भएर जान्छ पिंक भएर यो सुकेर जान्छ हेर्न सक्नुहुन्छ. And this one is jet ruby type chrysanthemum हो जो चाहिँ डार्क रेड मा हुन्छ हेर्न सक्नुहुन्छ. जो चाहिँ यो मिनी उसमा chrysanthemum को लिस्टमा आउँछ. And this one is white and pink highlightement हो जो चाहिँ युजुअली यो फुल्दा चाहिँ पिंक मा हुन्छ लाइट पिंक मा हुन्छ तर जब चाहिँ यो उस हुन्छ विदर हुने टाइममा चाहिँ यसको यो व्हाइट भएर जान्छ व्हाइट भएर सुकेर जान्छ हेर्न सक्नुहुन्छ. जो अहिले मजाले ब्लुम गरिरहेछ.
हेलो गाइस वेलकम ब्याक टु माई ब्लग हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चाहिँ मैले जुन चाहिँ यो तपाईँहरूलाई मैले भर्खर त्यो चिनाइसकेकोहरू यो चाहिँ वेस्टको मेरो रुम अगाडिको छ। अब तपाईँहरूलाई म पापाजीहरूको रुमको अगाडि त्यो पम्प देखाउने छु। घाम त पुरा उस भइरहेछ नि घामै लागिरहेछ। हेर्न सक्नुहुन्छ यो चाहिँ पापाजीहरूको रुम अगाडि। लेट मी सो यु वाट काइन्ड अफ पम्प पुरा उस छ हेर्न सक्नुहुन्छ। यो त भयो क्रिम्सन वान जो तपाईँहरूलाई मैले अघि देखाइसकेको छु। सो लेट स्किप दिस एन्ड दिस वान इज वाइट पम्प जो चाहिँ तपाईँहरूले कमनली यो डबली देख्न सक्नुहुन्छ। जो चाहिँ पहिला उयो फुल्दा चाहिँ वाइट हुन्छ प्योर वाइट, तर जब चाहिँ यो मन थाल्छ नि तब चाहिँ यो हुँदै जान्छ। विडर हुने टाइममा चाहिँ पुरा उस पिङ्कहरू हुँदै जान्छ हेर्न सक्नुहुन्छ यहाँ। एन्ड दिस वान इज वाइट एन्ड ग्रिन हाइलाइटमेन्ट जो चाहिँ युज हुन्छ पहिला यो फुल्दा चाहिँ पुरा ग्रिन हुन्छ, तर जब चाहिँ यो उस हुँदै जान्छ विडर हुने टाइममा चाहिँ यो पुरा उस हुँदै जान्छ वाइट वाइट भएर लास्टमा गएर चाहिँ सुकेर जान्छ हेर्न सक्नुहुन्छ। अनदर वान क्रिम्सन एन्ड दिस वान इज फोर उयस टाइप फ्लोरल टाइप डबलीमा छ यो क्राइसेन्थेमियम हेर्न सक्नुहुन्छ। यो चाहिँ वाइटमा छ प्योर वाइटमा, जो चाहिँ पछि यो पनि सुकिसकेर चाहिँ उयस हुँदै गर्छ कस्तो भन्दा पर्पल खालको हुन्छ नि त्यो उयस हुँदै जान्छ। त्यहाँदेखि उता चाहिँ यो उयो गरेर जान्छ विडर भएर जान्छ। अन्डर वान ग्रिन हाइलाइटमेन्ट रहेछ एन्ड दिस वान इज सेम एज बिफोर फोर टाइप एन्ड दिस वान इज क्रिम्सन वान एन्ड दिस वान इज लायन फोर टाइप जो चाहिँ प्योर येल्लोमा छ हेर्न सक्नुहुन्छ। यसको त के छ भने यसको स्पेसलिटी के छ भन्दा यो चाहिँ हेर्नुहोस् पहिला चाहिँ यो जब फुल्छ तब चाहिँ यो हुन्छ चिन्दैन, र जब चाहिँ यो मजाले फक्रिसकेर चिन्छ यसको उयस चाहिँ डिफरेन्स हुन्छ पुरा यसको उयसहरू फिचर्सहरू अरू उयसमा। त्यसले गर्दा यसलाई लायन फर पनि भनेर चिनिन्छ, चिन्न सक्नुहुन्छ। एन्ड दिस वान इज प्योर वाइट फर हाइलाइटमेन्ट हेर्नुहोस् पुरा हाइलाइटमेन्ट छ ढुक्कै भएर छ। And let me show you another one. यो त डबलीमा छ जो चाहिँ उसमा डबल उसमै आउँछ जसको चाहिँ यसको चाहिँ बेसी जस्तो कलर मैले अहिलेसम्म देखेको छु भन्दा चाहिँ यसको वाइटमा देखेको छु, पिङ्कमा र येल्लोमा, जो चाहिँ पुरा उयस रेड खालको हुन्छ नि हेर्न सक्नुहुन्छ। यो त वाइटमा छ प्योर एन्ड here is another green one and this one is special। यो चाहिँ कुन चाहिँमा छ भने तपाईँको पिङ्कमा हेर्न सक्नुहुन्छ। यसलाई तपाईँहरूले के गर्नु सक्नुहुन्छ भन्दा चाहिँ कसरी चिन्न सक्नुहुन्छ भन्दा चाहिँ यो चाहिँ पहिला फुल्दा चिन्दैन, सेम त्यो सानो खालको पिङ्क मिनीवाला जस्तै हुन्छ, तर जब चाहिँ यो हुँदै जान्छ ब्रुम हुँदै गर्छ तपाईँहरूले उयस यसको उयस नै अर्को हुन्छ जुन चाहिँ उयस हुन्छ नि ब्रुमिङ उयस नै लामो छोटो हुन्छ नि, जो चाहिँ यसलाई तपाईँहरूले चिन्न सक्नुहुन्छ। जो चाहिँ यसलाई उयस खालको भन्छ उयस फेडर खालको पनि हुन्छ, फेडर क्राइसेन्थेमियम भएर चिन्न सक्नुहुन्छ। जो चाहिँ पिङ्कमा छ हेर्न सक्नुहुन्छ। अनदर रुबी टाइप भयो। लेट मी सो यु अनदर वान। यो चाहिँ उसमा छ पर्पलमा छ जो चाहिँ विथ इज येट टु ब्रुम, जो चाहिँ उस भएको छैन कुनै छैन हेर्न सक्नुहुन्छ। एन्ड दिस वान इज मिनी पिङ्कमा छ हेर्न सक्नुहुन्छ क्राइसेन्थेमियम। एन्ड दिस वान इज सिङ्गल फ्लोर टाइप क्राइसेन्थेमियम हेर्न सक्नुहुन्छ। जो चाहिँ यसमा छ वाइटमा छ अनि बिचमा चाहिँ येल्लोको उयस छ हेर्न सक्नुहुन्छ। जो चाहिँ तपाईँहरूले यस्तो यो येल्लोमा पनि हुन्छ र ग्रिनमा पनि हुन्छ, जो चाहिँ मेरोमा अहिले छैन, तर यो उसमा मात्रै लास्टमा चाहिँ यो वाइट एउटा मात्रै छ हेर्न सक्नुहुन्छ। अनदर वान जो चाहिँ यो सेम छ अरूको ग्रिनवाला छ हाइलाइटमेन्ट यो उसमा क्रिम्सन वान एन्ड द लास्ट वान इज यो फेडर टाइप जुन चाहिँ हुन्छ यहाँ पनि भर्खर ब्रुम हुँदैछ हेर्न सक्नुहुन्छ। यो वाइट जो त सेम छ।
found a love for me. Darling, just dive right in and follow my lead. Well, I found a boy, beautiful and sweet. I never. It's not that easy with you here, but I know I want you to stay. See, this could be us in a few years, but just let me, you like to play. It's like every day, I'm kicking rocks. I could fly away, but you got me at a complete stop. How do you manage to keep me going, but somehow you keep me from going? See, you distract me, but I'm distracted without you. I don't know how to focus, baby, teach me how to. 'Cause I'm standing still again. But if you Open eye, feel the waves cut through me, hypnotized by the sounds I'm breathing in. Hold tight, chemicals collide. Hold tight, dripping. So guys, this is all for today. हेर्न सक्नुहुन्छ साथीहरू, तपाईँहरूलाई मैले जुन चाहिँ मेरो रुम र पापाजीहरूको रुम अगाडि मैले क्राइसेन्टेमियम फ्लावर लगाएको छु, जो चाहिँ हामी नेपालीमा गदावरी भनेर चिन्छौँ। त्यसको भेराइटिज त्यस्तो टाइप जुन चाहिँ भयो, मिनी भयो, डबली र जाइन्ट वान जुन चाहिँ इन्ट्रोड्युस साथ तपाईँहरू त्यसको भेराइटिजहरू टाइपहरू बनिसकियो। सो गाइज, I would like to end this vlog now. So if you have any question regarding chrysanthemum, you can comment me on below comment box, and I make sure to reply it. And I hope I make your day bright than yesterday. So guys, if you want to see even more interesting and exciting vlogs next time, don't forget to like, comment, and subscribe to Rhinalda Vlog. And let's say goodbye until we meet again.